इजरायल र मुसलमान बीच युद्ध कहिल्यै पनि नरोकिनु 3000 वर्ष पूर्वदेखि चलिआएको युद्धको कारण के हो त प्रमुख जड के हो बिउ के हो भनेर आज तपाईहरुलाई यहाँ देखाउन गइरहेको छु। यसले युद्धदेखिको पर्खालदेखि यसलाई वेस्टर्न वाल भनिन्छ। यो वेस्टर्न वाल भन्दा उता सुन जस्तो टल्किरहने त्यहाँनेर पहिला यहुदीहरुको मन्दिर थियो। त्यो मन्दिर भत्काएर मुसलमानहरुले मस्जिद बनाइदिए र हाम्रो अल्लाह यहाँबाट स्वर्ग गयो भने त्यसपछि त्यो बाँकी भएको पश्चिम वाल जुन कम्पाउन्ड थियो अथवा मन्दिरको कम्पाउन्ड थियो त्यसमा यहुदीहरु यसरी प्रार्थना गर्छन् र कागजमा लेखेर राख्छन् र उनीहरु भित्र जान पाउँदैन। भित्र जानका लागि उनीहरुलाई यसरी सुरुङ मार्फत जानुपर्छ जुन आफ्नो पहिला ऐतिहासिक धार्मिक स्थलमा जानलाई यसरी सुरुङ मार्फत गएर पूजा आराधना गर्नुपर्छ। कारण यो मुसलमानहरुले चाहिँ उनीहरुको धर्मस्थल हडपेको कारणले गर्दाखेरि आज हजारौं वर्षसम्म युद्ध नरोकिनु कारण प्रमुख जड यही क्षेत्र हो। धर्मको युद्ध सुरुवात गराउने यही क्षेत्र हो र यो आजको भिडियोमा सम्पूर्ण डिटेल्स कसले यो मन्दिर बनायो कसले भत्कायो सम्पूर्ण बताउने छु। भिडियो एकदम रोचक छ, अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। यहाँहरुलाई एभरेस्ट पोस्ट एचडी मा हार्दिक स्वागत छ। हाम्रो यस्तै राम्रो फरक भिडियो हेर्नलाई हाम्रो एभरेस्ट पोस्ट एचडी लाई सब्स्क्राइब गर्नुहोस्, साथै नजिकै भएको नोटिफिकेसन बेललाई पनि दबाउनुहोस् ताकि हामीले भिडियो अपलोड गर्न साथ यसको नोटिफिकेसन तपाईलाई जानेछ र तपाईले हाम्रो भिडियो सुरुमा हेर्न पाउनुहुनेछ। एभरेस्ट पोस्ट एचडी लाई सब्स्क्राइब गर्नुहोस्। यहुदी र मुसलमान बीचको शत्रुता के हो, कसरी भयो, उत्पत्ति कसरी हो र यो ठाउँलाई नै किन शत्रुको जड अर्थात् इस्लाम र यहुदीको प्रमुख लडाईँको बिउ किन यही ठाउँलाई मानिन्छ। यही 5 एकड जमिनको कारणले आज 3000 वर्षभन्दा पूर्वदेखि लडाईँ चलिरहेको अहिलेसम्म अन्त्य नहुनुको कारण तपाईलाई आज प्रष्ट बताउने छु। यो एउटा गोल्डन डम देख्नुभयो, यसलाई अलस्का मस्क भनिन्छ। त्यहीँनिर पहिला यहुदीहरुको मन्दिर थियो जसलाई दाविदले 640 देखि 609 BCE मा निर्माण गरेका थिए। यहुदीहरुको पहिलो मन्दिर जसलाई बाबिलोनहरु अर्थात् इराकीहरुले 586 मा BCE मा गएर यसलाई भत्काए र यसलाई त्यसपछि सम्पूर्ण यहुदीहरुलाई त्यो जेरुसलेमबाट यिनीहरुले इराकमा ल्याए र त्यसपछि फेरि पछि यहुदीहरु त्यहाँबाट फुत्केर गएर त्यहाँबाट स्वतन्त्र भएर गएर यसलाई दोस्रो चोटी बनाए। 586 BC अर्थात् AD 70 मा यसलाई पुनः बनाए र उनीहरु जेरुसलेम फर्के र जसले कुर्स किङ अफ द पर्सियनले उनीहरुलाई बनाउन अनुमति दिएर उनीहरुले त्यसमा फेरि बनाए। फेरि पछि रोमनीहरुले चाहिँ 70 CE मा यसलाई पुनः भत्काइदिए। त्यतिखेर भत्काउँदाखेरि सबै यो मन्दिर भत्कियो र त्यसपछि गएर एउटा पश्चिमी वाल यो बाँकी रह्यो, यो कालो ब्रिज देख्ने यो पश्चिमी वाललाई अहिले वेस्टर्न वाल भनिन्छ र पछाडी यसपछि यो चाहिँ अटोमन कालमा चाहिँ यो यहुदीहरुको मन्दिर भएको ठाउँमा अटोमनहरुले चाहिँ इस्लामको मस्जिद बनाइदिए जसलाई अलस्का मस्क भनिन्छ र अहिले इस्लामहरुमा चाहिँ यहाँबाट मोहम्मद अल्लाह घोडा चढेर स्वर्गको विश्वास गरिन्छ। तर यहुदीहरुको चाहिँ पहिलो आफ्नो धर्म मन्दिर अथवा आफ्नो मन्दिरको गर्भगृह भएको कारणले यो हाम्रो हुनुपर्छ भन्ने उहाँहरुको दाबी छ। तर यहुदीहरुले चाहेको भए अहिले इजरायल भित्र पर्छ यो उनीहरुले यसलाई भत्काएर उनीहरुले यहाँ चाहिँ आफ्नो मन्दिर बनाउन सक्थे तर त्यो गरेका छैनन्। यहुदीहरु त्यस्तो अरूलाई बनाइसकेको धर्ममाथि आक्रमण गर्दैनन् तर मुसलमानले चाहिँ यहाँ अतिक्रमण गरेको हो। त्यसकारणले गर्दाखेरि यहुदीहरुले चाहिँ बरु आफ्नो मन्दिरको पहिला गर्भगृहमा जान चाहिँ सुरुङ मार्फत त्यहाँ जान्छन्। मैले यो पछाडी अगाडि पनि देखाएको छु र पछाडी त्यो सुरुङ पनि देखाउने छु। र अब बाँकी रह्यो यसमा चाहिँ जुन अहिले यहुदीहरु चाहिँ गर्भगृहमा सुरुङ मार्फत जान्छन् र यो पश्चिमी वालमा चाहिँ उनीहरुले गएर ढोग्ने, पूजा गर्ने, प्रार्थना गर्ने र आफूले मनले चिताएको कुरा त्यसमा लेख्ने गर्छन् यो पश्चिमी वालमा। र त्यो भित्र उनीहरु त जान पाउँदैनन् किन उनीहरु त्यहाँ गएर लफडा हुन्छ। त्यसकारण जान चाहे त जान सक्छन्, उनीहरुकै देशभित्र चाहिँ उनीहरुकै सुरक्षाकर्मी छ तर उनीहरुले यहुदीहरुले त्यो गर्न चाहँदैनन् र आफ्नै मन्दिर भएको ठाउँमा पनि उनीहरुले आफ्नो मन्दिर पनि स्वतन्त्र रूपमा आफ्नो जुन ऐतिहासिक मन्दिरलाई पनि उनीहरुले पूर्ण रूपमा प्रयोगमा ल्याउन सकेका छैनन् र उहाँहरुलाई चाहिँ यो नसक्नेको होइन तर उनीहरुले चाहिँ युद्ध गर्न नचाहेको। त्यसकारणले यही ठाउँ यही यति जग्गाको कारणले गर्दाखेरि आज यत्रो युद्धहरू भए तर मेन युद्धको प्रमुख जड भनेकै यही नै हो जुन अटोमन कालमा चाहिँ यो चाहिँ यहुदीहरुको धर्मस्थलमा चाहिँ यसरी चर्च मस्जिद बनाइदिनाले यो चाहिँ युद्ध लम्बिँदै जाने र त्यसपछि गएर आजसम्म पनि यसमा चाहिँ यहुदीहरुले स्वतन्त्रता नपाएको यहुदीहरु भन्छन् र उनीहरुको आफ्नो धर्मस्थल पनि गुमाइसके। अब जानौं वेस्टर्न वाल भनेको के हो। वेस्टर्न वाल भनेको यहुदीहरुको पहिलो मन्दिरको कम्पाउन्डको पश्चिमपट्टिको भागलाई नै वेस्टर्न वाल भन्ने नै हो किनकि त्यो मन्दिर सबै
इस्लामिक अतिवादी त्यसपछि गएर रोमनहरूले सबै भत्काइदिसकेपछि बाँकी बसेको पश्चिमी वाल अहिले पनि त्यो खडा छ, त्यसलाई वाललाई नै पश्चिमी वाल भनिन्छ र त्यही दिवारलाई त्यही वाललाई आएर यहुदीहरू ढोग्ने आफूले मनले चिताएको कुरा यसमा लेखेपछि पुरा हुन्छ भन्ने कुरो उहाँहरू विश्वास गर्नुहुन्छ। मेरो पछाडिमा देख्नुभएको छ यसलाई वेस्टर्न वाल भनिन्छ। यो चाहिँ जेरुसलेममा अवस्थित छ। यो हिन्दूधर्मभन्दा पछाडि बसेको यहुदी धर्मको मन्दिर छ र यसैको पश्चिमपट्टिको वाललाई नै वेस्टर्न वाल भनिन्छ। यसको बारेमा सम्पूर्ण डिटेल एसडीमा। पश्चिमी वाल त एउटा मन्दिरको बाहिरको कम्पाउन्ड हो, तर जुन मन्दिरको गर्भगृह छ त्यो गर्भगृह मा चाहिँ अहिले म यो सुरुङ मार्फत जानुपर्छ यहुदीहरू। त्यो माथिको भूभाग जुन पहिला मन्दिर थियो यहुदीहरूको, त्यो चाहिँ इस्लामिकहरूले अतिक्रमण गरेर उनीहरूको अलस्का मस्क बनाइदिए र त्यसनेर चाहिँ पृथ्वीको सेन्टर भाग र त्यहाँ एउटा ढुङ्गो छ, त्यसलाई नै पृथ्वीको सेन्टर ढुङ्गो भनिन्छ, सेन्टर भाग भनिन्छ। र त्यही माथि चाहिँ अलस्का मस्क बनाइदिएर मुसलमानका जुन मोहम्मद थिए उहाँ चाहिँ घोडा चढाएर स्वर्ग गएको भन्ने चाहिँ यही माथि म अहिले हिँडेको भन्दा माथिबाट हो। त्यसमा चाहिँ सहर मस्जिद छ र यो चाहिँ यहुदीहरूको मन्दिरको गर्भगृहमा तपाईँहरूलाई लिएर गइरहेछु। त्यसमा के छ गर्भगृहमा, त्यसमा भएको एउटा ढुङ्गो छ। त्यो ढुङ्गो जस्तो कि एउटा हिन्दूहरूकै मन्दिर जस्तो एउटा आकारको एउटा चाहिँ भनौँ न चाहिँ मूर्ति जस्तो देखिन्छ र त्यसलाई नै यहुदीहरूले चाहिँ आफ्नो पहिलो मन्दिरको गर्भगृह र मन्दिर भएको भूभाग भनेर यसरी सुरुङ मार्फत जान्छन्। यो सुरुङ लगभग 300 मिटर लामो छ र वेस्टर्न वालबाट यस्तै दायाँ साइड र देब्रे साइडबाट सिधा गइसकेपछि अलस्का मस्जिदभन्दा मुनि हामी यसरी चाहिँ यहुदीहरू यसरी आफ्नो धर्मस्थलमा पूजा अर्चना गर्छन् र इस्लामीहरूले चाहिँ आफ्नो मन्दिर अतिक्रमण गरेको कारणले, पहिला उनीहरूको मन्दिर भएको ठाउँमा इस्लामिकहरूले अतिक्रमण गरेको कारणले उनीहरू अहिले आफ्नो गर्भगृहमा सुरुङ मार्फत गएर यसरी चाहिँ पूजा गर्छन्। यो जेरुसलेमभित्रको रोचक लुकेको तथ्य सत्य हो, तपाईँहरूलाई प्रायः अरूले कसैले देखाउँदैनन् र यहाँनिर चाहिँ प्रायः जो कोहीलाई पनि छिर्न दिँदैन। विशेष यहाँ पास लिएर मात्र जानुपर्छ र यस्तो चाहिँ छ कि यसमा चाहिँ अब्राहम पनि आएर चाहिँ यस नजिकै बास बसेका थिए भन्ने कुरो विश्वास गरिन्छ। जुन अब्राहमको घर इजरायलकै अहिले चाहिँ बेर्सेबा भन्ने ठाउँमा छ, तर त्यस्तै यहाँ पनि आएर जेरुसलेममा त नआएर नबस्ने, जेरुसलेममा बस्ने उहाँको यहाँ नजिक एउटा कुटी थियो, त्यसलाई चाहिँ अब्राहम घर भनेर पनि यही सुरुङबाट नजिकै छ। यो चाहिँ गर्भगृह हो, जुन मेन मन्दिरको मेन पोइन्ट हो यहुदीहरूको। त्यसकारण तपाईँलाई यो मेरो उद्देश्य कुनै धर्मलाई होचो निचो यस्तो बनाउने उद्देश्य होइन, तर सत्य तथ्य यथार्थ के छ त्यो उजागर गर्ने हिसाबले जेरुसलेम जहिले पनि विवादित हुनुको ठाउँ, जहिले पनि इजरायल यहुदी र मुसलमानको युद्ध हुनुको प्रमुख कारण पनि यही नै हो। यहुदीहरूको पहिलो मन्दिर अर्थात् यहुदीहरूको सबैभन्दा धार्मिक स्थल नै मुसलमानहरूले अतिक्रमण गरिदिएको कारणले, यही कारणले गर्दाखेरि नै यहाँहरूमाथि जहिले पनि आक्रमण भइरहने, एकले अर्कामाथि आक्रमण गरिरहने, लडाइँ झगडा भइरहने। उनीहरू एउटै फ्यामिलीका हुन्, उनीहरू अब्राहम परिवारकै हुन्। जुन चाहिँ यहुदीबाट नै चाहिँ मुसलमान क्रिस्चियनहरू भएको हुन्, तर उनीहरूले चाहिँ एउटा धर्म एउटा मात्रै भगवान भन्छन् र मेरो मात्रै भगवान भन्छन्, अरूको अस्तित्व स्वीकार्दैनन्। त्यही कारणले गर्दाखेरि अरूको अस्तित्व नस्वीकार्नु र मेरै मात्रै गुरुको 12% भन्नुको कारण नै यो क्षेत्रमा जहिले पनि युद्ध भइरहने, हजारौँ वर्षदेखिको युद्ध भएको, अहिलेसम्म पनि युद्ध कुनै रोकिने चाहिँ छैन, कुनै सुरसार छैन। त्यसकारण युद्धको मेन पोइन्ट जरो पोइन्ट भनेको यही हो। त्यसकारणले एकले अर्कालाई नस्वीकार्नु, अस्तित्व नस्वीकार्ने मेन पोइन्ट हो। यही भूभागलाई लिएर लडाइँ झगडा वर्षौँसम्म भइरहेको देखिरहनु भएको माथि गोल्डन डम भएको छ। त्यो गोल्डन डम भएको चाहिँ अलस्का मस्क भन्छ, त्यसलाई नै अलस्का मस्क भन्छ। अलस्का मस्क यो चाहिँ इस्लाम धर्मको तेस्रो पवित्र स्थान भन्छ। त्यसको साथैमा यतापट्टि जुन त्यो अलस्का मस्क भएको छ त्यही नै हो पहिला यहुदीहरूको मन्दिर भएको ठाउँ। र यतापट्टिको देखिनुभयो यो वाल लगाएको, यसलाई चाहिँ त्यो मन्दिरको चाहिँ पश्चिमी वाल थियो पहिला त मन्दिर हुँदाखेरि भने त्यो मन्दिर भत्काउँदाखेरि बाँकी बसेको भाग भनेको त्यही पश्चिमी वाल मात्रै थियो, तर त्यसैलाई नै वेस्टर्न वाल भनेको हो होइन। र अब त्यो मन्दिर चाहिँ
अहिले पहिला चाहिँ अब बाबिलोनले डिस्ट्रोय गर्यो, भत्कायो, त्यसपछि गएर चाहिँ रोमनीहरूले भत्काए होइन। रोमनीहरूले भत्काइसके पछाडि यहाँनिर चाहिँ अब अटोमन शासनहरूले शासन गर्दाखेरि त्यहाँनिर चाहिँ अतिक्रमण भयो र त्यो अतिक्रमण भएको भूभागमा नै त्यो मस्जिद बनाएको हो र त्यही मस्जिदको यतापट्टि मस्जिद भएको ठाउँमा इस्लाम धर्मको पवित्र धार्मिक स्थल छ भने अब यतापट्टिको पश्चिमी वालमा चाहिँ यहुदीहरूको जुइसहरूको पवित्र धार्मिक स्थल छ, जुन यहाँ तलको यो वालमा देख्नुभयो। मैले त यहाँ भिडियोमा तल त्यो वालभन्दा पछाडि यहीँनिर हो यहुदीहरूको पवित्र धार्मिक स्थल। र यसैको पछाडि यसलाई चाहिँ अलिकति ब्याकग्राउन्ड यसरी घुमाएर लिएर गयो भने मेरो भन्दा पछाडिपट्टि अलिकति माथि गइसकेपछि के अरे जिससलाई क्रुसिफाई गरेको ठाउँ पनि यहाँबाट एकदमै नजिकै छ र त्यसमा चाहिँ यो ठाउँ चाहिँ एकदम इम्पोर्टेन्ट ठाउँ हो। 3टा धर्मको प्रमुख स्थलहरू मतलब पर्दछन्। एउटा अब हिन्दूहरू पछिको सबैभन्दा हिन्दुज्मभन्दा पछिको सबैभन्दा पुरानो धर्म भनेको चाहिँ अब यहुदी धर्म, जुइस धर्म। र त्यसपछि गएर यो मेरो ब्याकग्राउन्ड पछाडि भएको भन्दा अलिकति माथि छ त्यो चर्चको पनि मैले भिडियो तपाईँहरूलाई प्रस्तुत एभरेस्ट एचडीमा आउनेछ। र त्यो भिडियो त्यो चर्च भएको ठाउँमा चाहिँ जिसस क्राइस्ट हो र त्यसैको अलिकति यता पूर्वीपट्टि भागमा आइसकेपछि यो इस्लामहरूको तेस्रो पवित्र स्थल अर्थात् मोहम्मद चाहिँ यहाँबाट घोडा चढेर स्वर्ग गएको भनिन्छ। हस् त यहाँहरूलाई कस्तो लाग्यो आजको भिडियो? सबैले भन्छन् ओल्ड सिटी ओल्ड सिटी। तपाईँलाई आज म सबैभन्दा पुरानो अर्थात् यता चाहिँ जेरुसलम इजरायलमा सबैभन्दा पुराना सिटीको बारेमा प्रस्तुत गरिरहेको छु। ओल्ड सिटी यो नै ओल्ड सिटी हो। योभन्दा माथिको अहिले बजार भएको चाहिँ त्योभन्दा पछाडिको ओल्ड सिटी हो भने यो चाहिँ पर्सियनहरूले गाह्रो लाउनुभन्दा पूर्वको र यो चाहिँ ब्याबियनहरूले र ब्याबियन र रोमनीहरूले भत्काएका सम्पूर्ण भवनेसेसहरू जुन त्यतिखेर भत्काएका जुन घरहरूका भवनेसहरू तिनीहरूलाई नै त्यही नै भएको मैले आज तपाईँलाई प्रस्तुत गरिरहेको छु। यही भूभाग हो र कहिले बाबिलोनहरूले कहिले भत्काए र साथसाथै अटोमनले कहिले भत्कायो भनेर तपाईँहरूलाई पनि म सम्पूर्ण बेली विस्तारसहित यसको बारेमा तपाईँहरूलाई प्रस्तुत गर्ने नै छु। त्यस कारणले र यो इजरायलमा भएका जेरुसलेममा मात्रै नभएर विश्वका जुनसुकै ठाउँमा भएका पनि पुराना र नयाँ आधुनिक किसिमका भिडियोहरू मात्र तपाईँले एभरेस्ट पोस्ट एचडीमा पाउनुहुन्छ। त्यो पनि पुरा जानकारी सहित अहिलेका आधुनिक मात्र हामीले कैद गर्दैनौँ। यो मेरो ब्याकग्राउन्डमा देख्नु भएको छ यही भाग नै हो पुरानो सहर, अहिलेको संरक्षित गरिराखिएको त्यो जमानाको आजभन्दा करिब 3000 वर्षभन्दा पुरानो सहर जुन ओल्ड सिटी छ त्यसको बारेमा तपाईँहरूलाई मैले यहाँनिर बेली विस्तारमा बनाइरहेको छु। नमस्ते दर्शकबिन, यहाँहरूलाई एभरेस्ट पोस्ट एचडीमा हार्दिक स्वागत छ। हाम्रो यस्तै राम्रो फरक भिडियो हेर्नलाई हाम्रो एभरेस्ट पोस्ट एचडीलाई सब्स्क्राइब गर्नुहोस्, साथै नजिकै भएको नोटिफिकेसन बेललाई पनि दबाउनुहोस् ताकि हामीले भिडियो अपलोड गर्न साथ यसको नोटिफिकेसन तपाईलाई जानेछ र तपाईले हाम्रो भिडियो सुरुमा हेर्न पाउनुहुनेछ। एभरेस्ट पोस्ट एचडीलाई सब्स्क्राइब गर्नुहोस्। हस्त धन्यवाद।